Welcome to my another video. हेलो साथीहरु, आज चाहिँ म सुँगुरको खुट्टाको ग्रेभी बनाउन गइरहेको छु। मलाई चाहिँ यसरी बनाएको मिठो लाग्छ, त्यही भएर म यसरी बनाउँदैछु। तपाईहरुले आफ्नो तरिकाले बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसमा लौंग, अलैंची, प्याज, लसुन, अन्त मरिच, अन्त कम्ती टिम्बुर पनि हालेर उसिनेको थिएँ। मैले चाहिँ यो पकाउनको लागि मसला जिरा, धनिया, लसुन, खोर्सानी, त्यतिकै नुन कम्ती लगाएर पिस्दैछु। मलाई चाहिँ यसरी सिलौटोमा पिसेको मिठो लाग्छ, त्यही भएर म सिलौटोमा पिस्दैछु। तपाईहरुले चाहिँ सिलौटो छैन भने मिक्सीमा पनि ग्राइन्ड गर्न सक्नुहुन्छ। मसला चाहिँ पिसेर यतिको भइसकेको छ। सुँगुरको खुट्टा पकाउनको लागि मैले एउटा कराईमा कम्ती तेल लिएको छु। प्याज, टमाटर, अघि पिसेको मसला, त्यसको बादमा हल्दी, तिखालाल, यसलाई मजाले चलाएर चाहिँ अब म यो सुँगुरको खुट्टा हाल्दैछु उसिनेको। यसलाई चाहिँ बिस्तारै बिस्तारै मजाले भुट्यो। मैले चाहिँ 10 मिनेट जति मजाले यसलाई भुटेर चाहिँ अब पानी एड गर्न जाँदैछु। पानी चाहिँ ग्रेभीको लागि तपाईहरुले चाहिँ कतिको ग्रेभी मनपर्छ त्यो अनुसारले हालेर खान सक्नुहुन्छ। मैले चाहिँ कम्ती हालेको छु। अब यो रेडी भइसक्यो।